हेलो, हामी चाहिँ पहिला यो खेती नै गरेको जग्गा हो। अहिले सबै जङ्गल भइसक्यो रहेछ। म नि धेरै वर्ष भयो नआएको। अहिले जङ्गलमा छिरेको फिल भइरह। पहिला सानो हुँदाखेरि आफूले गरेको जग्गा हो यो। म 12-13 वर्ष हुँदाखेरि यहाँ सबै खेती गर्थ्यो। यो सबै खेती गर्थ्यो, अहिले सबै जङ्गल भइसक्यो रहेछ। गाउँमा जग्गा सबै जङ्गल भइसक्यो रहेछ। यहाँ तल एउटा लाकुरीको बोट थियो। ओ त्यो तल हो, पुर्दिया अरे। सबै जङ्गल भइसक्यो रहेछ गाइस। खोला यत्रो तपाईँ आउनुहुन्थ्यो। यो चाहिँ खरबारी। पहिला त यो बाटो थियो, यता थियो बाटो। यो माथि बाटो जान्थ्यो पहिला त। अहिले त बाटो अर्कै भइगएछ। यो चाहिँ खरबारी थियो गाइस। खरबारी सबै जङ्गल भइगएछ। रुख चिलाउनेको रुख, कटुसको बोट तल आफूले गरेको जग्गा हो यो। सबै जङ्गल भइगएछ। दुःख हो पुरा। यही हो गाइस, मैले देखाउन सकिने यही हो। पाउनु पर्ने ऐसिलो पानी आमालाई पानी आमालाई